六百多。係唔好意思啊。前面係啦。What's name? Register name? Anuj Prabhat. How many people? Two now. Two. Okay. No problem. नमस्ते हाइकर ब्लगमा स्वागत छ म यतिखेर यो हङकङमा रहेको जिसान मोनास्ट्रीमा छु दिउँसोको 1:30 बजिसकेको छ निकै गर्मी छ र म आज यो मोनास्ट्री घुम्ने छु निकै गर्मी छ हङकङको यो जिसान मोनास्ट्री चाहिँ झन्डै 5 लाख स्क्वायर फिटमा फैलिएको छ वरिपरि पहाड देख्न सकिन्छ अग्ला अग्ला सुन्दर पहाड भने तल चाहिँ नि समुद्र देखिन्छ यो चाहिँ नि निकै कलात्मक मन्दिर छ यो सन् 2003 मा बनाउन सुरु गरिएको मन्दिर हो त्यति धेरै पुरानो मन्दिर भने होइन यो चाहिँ ताङ डाइनेस्टी स्टाइलको आर्किटेक्ट छ यो मन्दिरमा गुम्बा परिसरमा आवाज निकाल्न नमिल्ने भएकोले म त्यति बोलेको छैन म चाहिँ नि यो स्ट्याचुतिर जाँदैछु मन्दिर गुम्बा परिसरभित्र हल्ला गर्न पनि मनाइ छ त्यही भएर मैले यो आवाज पनि पछि रेकर्ड गरेर राखेको छु यो गुम्बामा चाहिँ नि साइलेन्ट नै बस्दा राम्रो यो जिसान मोनास्ट्रीमा रहेको यो ग्वान इन गडेस स्ट्याचु 76 मिटर अग्लो छ यो स्ट्याचु यो मोनास्ट्रीमा चाहिँ यो फलफुलहरू पैसाहरू धुपहरू बाल्ने चलन छैन यो चाहिँ नि ग्वान इन स्ट्याचु हो र यहाँ चाहिँ नि पानी चढाउने चलन छ पानी चाहिँ नि यो पवित्र पानी चाहिँ चढाउने चलन छ
यो व्हाइट ब्रोन्ज स्ट्याचु ग्वानिन गड्डेसको स्ट्याचु हो। यो 76 मिटर अग्लो छ। यसलाई गड्डेस अफ कम्प्यासन पनि भनिन्छ। झन्डै 1 घन्टा हामी यो जिसान मोनास्ट्री घुम्यौँ र यसपछि हामी फेरि ताइपोमै रहेको अर्को झरना मिरर झरनातिर जाँदैछौँ। म ब्राइट पुल ट्रेलमा छु। यो नयाँ ठाउँ तल खोला सुसाइरहेको छ र म अगाडि बढ्दैछु। फाइनली म झर्नामा आइपुगेँ। निकै सुन्दर झर्ना, निकै अप्ठ्यारो छ बाटो पनि र म त्यता जाँदैछु। फाइनली म झर्नामा आइपुगेको छु। यो मिरर फल्स हङकङको ताइपोमा रहेको यो ब्राइट पुल नजिकैको यो मिरर फल्स। म यो हङकङको ताइपोमा रहेको मिरर फल्समा छु। मिरर पोन्ड यो ब्राइट पुलको केही माथि छ। हाइकिङ गरेर आउने अप्ठ्यारो छ बाटो, केही अप्ठ्यारो छ। यो पहाडमा हिँडिराखेको मान्छेलाई त खासै गाह्रो नहोला, तर बाटो चाहिँ नि अप्ठ्यारो नै छ र निकै सुन्दर फल्स। अहिले साँझको 4:45 बजिसकेको छ। हामी यो मिरर फल्स पुगेर फर्किँदैछौँ। अब चाहिँ नि ब्याक टु ताइपो मार्केट र ब्याक टु हङकङ इमिग्रेसन भएर हामी मको फर्किनुपर्छ। ब्राइट पुल र माथि मिरर फल्स हामी आज घुमेर आयौँ। यहाँ बिबिक्यू पार्क पनि छ र माथि चाहिँ नि मिरर फल्स मिरर पुल छ। अहिले साँझ पर्न आँट्यो। हामी चाहिँ नि अब फर्किने बेला भइसक्यो, 5 बजिसक्यो। यो अलिकति अपसाइड लाग्यो मलाई। ताइपो मार्केटबाट झन्डै ट्याक्सीमा 13-14 किलोमिटर देखाएको थियो। यो ब्राइट पुल ट्रेल नजिकै पात्सिन लेङ नेचुरल ट्रेल पनि छ। हामी त्यता गएनौँ। अब चाहिँ फर्किने बेला भयो, निकै ढिला भयो। आज 5:20 भइसक्यो।
र हामी बस वेट गर्दैछौँ 20